हेलो गाइस, गुड मर्निङ सबैजनालाई। आज चाहिँ म हाम्रो गाउँले जीवन होइन यसरी नै घाँस काट्छौँ भनेर म तपाईँहरूलाई देखाउँछु। हेरेर साथसाथ पनि गरिदिनु होला है त। म चाहिँ बिहान उठेर त पानीसानी खाएर घाँस काट्न गएँ। घाँस काटेर हेर्नुहोस् त, मैले घाँस काटेर कति छिटो मुठा पनि बाँधिसकेँ होइन। घाम थियो बिहान बिहान भए पनि लास्टै घाममा अब फेरि दिउँसो झन् चर्को घाम हुन्छ भनेर घाँस काटेर मैले मुठाहरू पनि पुऱ्याइसकेँ होइन। 3-4वटा मुठा पनि काटिसकेँ। काट्दा काट्दा एकदम घाममा गएर थाकेँ कि म त। कस्तो गर्मी भयो भने यसो बसेँ होइन। लास्टै कस्तो सुइँ आएँ गर्मी भएर अनि एकछिन थकाइ मारेर बोक त घर जानुपर्छ भनेर अनि मैले घाँस बोकेँ। अब यसरी लान्छु, नजिकै हो, घर पछाडि काटेको, त्यही भएर घाँस काटेर आएर अनि मैले चाहिँ मुखसुख धोएँ। यस्तो गर्मी बिहान बिहान भए पनि यस्तो गर्मी हावा पानी आएको आए छ होइन। पानी आए पनि लास्टै जति पानी आयो त्यति धेरै गर्मी छ कि। त्यही भएर मैले चाहिँ अनि हातखुट्टाहरू धोएँ, गर्मी भयो अनि मुखसुख धोएर अहिले लाउनु पर्ला भनेर अनि यसरी हातमुख धोइसकेपछि चाहिँ अनि अलिकति तलो हुन्छ नि त। अनि मैले चाहिँ अहिले यहाँ साबुनले किन धोएन भन्नुपर्दाखेरि मैले चाहिँ अहिले एकछिनमा धुन्छु साबुनले। अहिले चाहिँ यसो माटो पखालेर मात्रै बस्छु भने होइन, बस्छु भनेर अनि चाहिँ घाँस काटेर आएर म यसरी मैले साबुनले धुन्न कि एकछिन थकाइ मार्नलाई माटो पखालेर मात्रै बस्छु। र हेर्नुहोस् त, मैले काटेको घाँस कति मजाले खाछन् बाख्राले, कति मजाले खाछन् उनीहरूले। अनि यसरी यहाँ घाँस राखेँ, हल्का शीत जस्तो थियो नि, यहाँ घामले सुक्छ भने एकछिन त्यहाँ राखेँ र म गएँ किचनतिर पानी खान। लास्टै तिर्खा थियो, मैले 1 गिलास पानी तन्तानी खाएँ। जति तिर्खा लाए पनि 1 गिलासभन्दा खान सक्ने होइन फेरि मैले पानी खान सक्दिनँ। बाई बाई गाइस, यति नै हो मेरो मिनी ब्लग। कस्तो लाग्छ भनिदिनु होला है त। बाई।